गण्डकी र ग्लोरीको बीचमा त्यो हो टिपटप हेल्प नेपाल। हिमाल यो प्रतियोगिता उनको लागि खास गएन। म्याच पोइन्ट टिपटप हेल्प नेपाल च्याम्पियन बनेको छ लगातार दोस्रो पटक। एनबिए लिग 2025 को यो संस्करणको विजेता च्याम्पियन अफ एनबिए टिपटप हेल्प नेपाल फाइनलमा गण्डकीलाई हराएको छ अर्को एक पटक र लगातार अर्को संस्करण यो च्याम्पियनशिपको ट्रफी आफ्नो कब्जामा पारेको छ। लगातार अर्को वर्ष गण्डकी प्रदेश पराजित भएको छ। उपविजेतामा चित्त बुझाउने छ यस टिमले। स्तब्ध हुन पुगेको छ गण्डकी, स्तब्ध हुन पुगेको छ पोखरा र स्तब्ध हुन पुगेको छ यो कवरढल। अन्ततः टिपटप हेल्प नेपाल नै रह्यो जो विजेता बन्यो उत्कृष्ट पुनरागमन सहित कमब्याक भिक्ट्री। वाट अ टर्नअराउन्ड। 2 सेट गुमाएको थियो तर विश्वास गुमाएन, टकमकाएन र अन्तिम 3 सेट जित्दै पुनरागमन गरेर जित हासिल गर्न सफल भएको छ। उपाधिको हकदार देखिएको